सबैजनालाई जय मसी है। म एउटा तपाईहरुलाई मेरो लाइफको कुनै कुराहरु शेयर गर्छु, किनकि यो चाहिँ मलाई शेयर गर्ने एकदमै जरुरी जस्तो लाग्यो। किन भन्दाखेरि मैले नगरौँ भन्थे कि, तर जब प्रभु पाएपछि नि यस्तो कुराहरु भन्नु पर्दो रहेछ क्या। किनकि मलाई यस्तो लाग्यो क्या, म भन्दिन यो चीजहरु, म कसैलाई भन्दिन, म एक्लै सेल्फिश भएर बस्छु भन्ने कुराहरु गर्थे कि। तर हैन है, मैले आमा बाउ चिन्नु सकेको थिइनँ, मेरो फ्यामिलीलाई चिन्नु सकेको थिइनँ, मैले माया भन्ने प्रेम भन्ने कुरा बुझेको थिइनँ। आज म एउटा है हिन्दूमा जन्म लिए है, तर मैले संसारी कुरामा धेरै मजाहरू लिन्थे क्या, तर सबै व्यर्थ रहेछ। आज जब मैले प्रभुलाई पाएँ है, कतिजनाले मेरो कुरालाई विश्वास गर्छ होला, कतिजनाले गर्दैन होला, तर पनि म चाहिँ तपाईलाई मेरो लाइफको गवाई भन्नु गइरहेको छु। जब मैले प्रभुलाई पाएँ, हो मैले जस्तै पनि मैले गल्तीहरू गरेँ, मैले पापहरू गरेँ, एकदमै बेसी पापहरू गरेँ क्या। तर वास्तविकमा जब मलाई प्रभुलाई मैले यस्तो गहिराइमा बुझेँ क्या, गहिराइमा गएर मैले प्रभुलाई बुझ्ने कोसिस गरेँ, र प्रभुले मलाई भन्नुभयो, छोरा तैँले यो काम गर्नु हुँदैन, त असल छोरा बनिएको छस्, त ब्याक नहो, त अगाडि बढ्नुपर्छ। हो म सेवा संगतिमा जाँदिन थिएँ है, म हरेक कुराहरूमा जोडिन सकेको थिइनँ, तर यति साह्रो मजा रहेछ क्या। आज मेरो बाबा आमालाई सब जरुरत छ, तर मैले सम्पूर्ण कुरा, मेरो फ्यामिलीको हरेक दुःखहरू, हरेक कष्टहरू चाहिँ मैले परमेश्वरको हातमा दिएको छु। किनकि परमेश्वर चाहिँ हाम्रो सबभन्दा असल, हामीलाई माया गर्ने, प्रेम गर्नुहुने उद्धारकर्ता चाहिँ उहाँ हुनुहुँदो रहेछ। आज हामीले हरेक कुराहरू गर्यौं, तर आज मेरो जीवनको सबभन्दा, मेरो लाइफमा खुसी र शान्ति र अनन्त एउटा हुन्छ नि, एउटा अर्कै प्रकारको खुसी चाहिँ जब मैले परमेश्वरलाई पाएँ, परमेश्वरलाई मैले बुझेँ। मैले अझै बुझ्नु त सकेको छुइनँ, र पनि मैले कम्ती बुझ्दैन मेरो जीवनको हरेक कुराहरू। आज मलाई एभ्री इयर्स म भ्यालुर ट्रिटमेन्ट जानु पर्थ्यो, तर म दबाई खानु छोडेको मैले आज 3-4 महिना भयो। जब म प्रभुको साँच्चीको भएर जिउँछु नि, मेरो हरेक रोगहरू, चङ्गाइहरू छुटकारा दिनु सक्नुहुन्छ उहाँले भन्ने मैले फिल गरेँ। अन्त यति साह्रो उहाँको शक्ति रहेछ, यति साह्रो उहाँले चङ्गाइ गर्नुहुँदो रहेछ भन्ने कुरा। अनि उहाँ चाहिँ साँच्चीको परमेश्वर हुनुहुँदो रहेछ। हामीले ढुङ्गा मूर्ति पूजा चाहिँ बेकारमा गरेको रहेछौँ है। म एउटा हिन्दूको छोरा है, आज किन प्रभु पायो, किन प्रभुको प्रचार गर्दैछ यो मान्छे, के बौला त भएन? हो मलाई बौला भन्नेले पनि बौला भनोस्, मलाई मतलब छैन, किनकि मैले प्रभुलाई पाएको छु, साँचो परमेश्वरलाई पाएको छु, जिउँदो परमेश्वरलाई पाएको छु। अनि म एउटा मेरो हृदयबाट उहाँलाई धन्यवाद दिन्छु, उहाँलाई महिमा भएको होस्। मैले हिजोस्तिसम्म गल्तीहरू गरेँ, हरेक चिजहरू, नयाँ खानेकुरा चिजहरू मैले लिएँ, तर आज मैले बुझ्दै जाँदैछु परमेश्वर त साँच्चीको हाम्रो उद्धारकर्ता हुनुहुँदो रहेछ। हामीलाई प्रेम गर्ने असल परमेश्वर त हाम्रो निम्ति पर्खिरहनु भएको रहेछ, तर मैले बुझ्नु सकेको थिइनँ, कहिले पनि बुझ्नु सकेको थिइनँ। तर आज मैले जब परमेश्वरलाई बुझेँ, जब परमेश्वरको प्रेमलाई बुझेँ, तपाईहरुलाई म यही एउटा मेरोबाट जति मैले जानेको, मैले जति प्रभुकोमा पाएको चिजहरू म तपाईलाई शेयर गरेँ। किनकि प्रभुमा चाहिँ तपाईले नसोचेको, आज डक्टरले हुँदैन भनेको चिज पनि हुन्छ, सँगै हुन्छ। तर हामीले सम्पूर्ण कुरा चाहिँ कस्तो प्रकारले त्याग्नुपर्छ भन्दाखेरि चाहिँ आदि संसारलाई, आदि मेरो जीवनलाई, आदि परमेश्वरलाई दिएर चाहिँ हुँदैन। किनभने आज यस्तो विश्वासीहरू पनि छ है, चर्च जानुहुन्छ, तर उहाँहरू चङ्गाइ छैन। किन भन्दाखेरि चाहिँ आदि संसारिक जीवनमा जिउनुहुन्छ, आदि आफ्नो लागि जिउनुहुन्छ, आदि परमेश्वरको लागि। त्यस्तो प्रकारले चाहिँ हाम्रो जीवनमा चङ्गाइ भन्ने ल्याउँदैन। हामीले सम्पूर्ण शरीर चाहिँ
परमेश्वरको हातमा दिनुपर्छ, समर्पित गर्नुपर्छ। अनि चाहिँ हामी चाहिँ परमेश्वरको छोरा, असल छोराछोरी हुनेछौँ अनि हाम्रो हरेक रोगहरू चाहिँ उहाँले नष्ट गर्नुहुनेछ। मलाई जहाँसम्म लाग्छ। तर आज मैले एकछिन मेरो संसारिक चिजमा मैले बिताएँ होइन, आज म यो संसारिकको लागि बिताइहाल्छु होइन, आज म मेरो जीवनको लागि अलिकति मेरो सेल्फको लागि म खुसी लिइहाल्छु, भोलि चाहिँ म परमेश्वरलाई दिन्छु। म सम्पूर्ण मण्डलीको विश्वासीलाई भन्छु है, हामीले विश्वास यस्तो गर्नुपर्छ, सम्पूर्ण कुरा विश्वासी भएर प्रभुमा सुम्पिनुपर्छ, प्रभुको वचनद्वारा चल्न सिक्नुपर्छ, प्रभुको भएर जिउन सिक्नुपर्छ है। हामी जब बक्तिस्मा लिन्छौँ, आज मेरो सम्पूर्ण शरीरलाई मारेर मैले त्यागेर चाहिँ आज परमेश्वरको भएर निस्केको हो नि त होइन। हामीले मेरो शरीरलाई मारेर चाहिँ परमेश्वरको नयाँ जीवन र परमेश्वरले दिनुभएको जीवनलाई लिएर हामी आएको है, बक्तिस्मा आउनु भनेको कारण। अनि त्यसरी नै म तपाईलाई आज भन्छु कि तपाईहरूले पनि परमेश्वरलाई यति साह्रो विश्वास गर्नुहोस्। म धेरै जग्गाहरू गएँ, म हिजोस्ते सुम पनि हुँदैन रहेछ, मैले बुझ्नु सकेको थिइनँ। किनकि मैले आधी शरीर, आधी जिन्दगी, आधी विश्वास मेरो संसारिक कुरामा बिताएको थिएँ, आधी कुरा मेरो लागि, आधी कुरा परमेश्वरको लागि। त्यस्तो प्रकारले चाहिँ म पनि चङ्गाई थिइनँ। तर आज मैले सम्पूर्ण शरीर जब मैले परमेश्वरलाई दिएँ, आज म हरेक कुराहरूबाट चङ्गाई हुँदैछु। मलाई भाइरल हुनुको लागि होइन, मलाई फेमस हुनुको लागि होइन यो मैले भिडियो हाल्नुको कारण चाहिँ। आज म जस्ता कतिजना हरेक कुराको नसामा डुबेकोहरू है, पीडामा बसिरहेका जति पनि दाजु दिदी बहिनी आमा बाउहरू सम्पूर्ण हुनुहुन्छ, आज परमेश्वरलाई विश्वास गर्नुहोस्। तपाईँको रोग, तपाईँको कष्टहरू सम्पूर्ण कुरा उहाँले चङ्गाइदिनुहुन्छ। म विश्वास गर्छु, किन मेरो जीवनमा भएको छ। अनि तपाईँहरूलाई मैले भन्नुको उद्देश्य चाहिँ के हुने हो कि प्रभुमा चाहिँ साँच्चीको हामीले हृदयद्वारा हामीले विश्वास गर्न सक्यौँ र प्रभुको वचनद्वारा, प्रभुको बाइबलमा लेखेकोद्वारा, उहाँको हरेक सोचको द्वारा हामी चल्यौँ भने चाहिँ हामी चङ्गाई छौँ। आज क्वेसन गर्छ किन मरेन त भन्छ। मर्नु त सबैलाई छ नि, मर्नु सबैलाई छ। तर आज म यो भन्छु, संसारिक जीवनमा नि जब प्रभु पाए हामी कुनै कुराको कष्ट हुने छैन र हामी अनन्त जीवनको लागि तयार गरेको हुन्छौँ र त्यो अनन्त जीवनको लागि हामी एकदम अगाडि तयार गरेको छौँ नै। हामीले अनन्त जीवन हामी फेरि पनि पाउँछौँ। मलाई जहाँसम्म लाग्छ, मैले बुझेको है, अन्त मैले जानेको, जब परमेश्वरलाई चाहिँ हामीले विश्वास गर्छौँ भने चाहिँ परमेश्वरकोमा चाहिँ हरेक कुराको सल्युसन छ। तपाईहरु आउनुहोस्, तपाईहरु जो पनि बिमार हुनुहुन्छ, जो पनि आज कष्टमा हुनुहुन्छ, तपाईले परमेश्वरलाई विश्वास गर्नुहोस्। तर यो होइन कि आधी जीवन चाहिँ म आफ्नो सेल्फको लागि, आधी जीवन चाहिँ मेरो लागि, आधी जीवन चाहिँ म परमेश्वरको लागि भन्यो भने चाहिँ तपाईँ डेली नै चर्च जानुहोस्, डेली नै आराधना गर्नुहोस्, डेली प्रार्थना गर्नुहोस्, तपाईको कुनै कुराबाट तपाईँ चङ्गाई छुटकारा अनि तपाईलाई प्रगति हुने छैन। जब तपाईले तपाईको सम्पूर्ण शरीर, तपाईको हृदय, तपाईको हरेक चिजहरू चाहिँ तपाईले जब परमेश्वरमा समर्पित गर्नुहुन्छ, दिनुहुन्छ, तपाईको हरेक कुराहरू असल असल असल। धन्यवाद है तपाईलाई। अनि मेरो लाइफको, मेरो जीवनको सानो गवाईलाई तपाईको अगाडि ल्याएको छु है। अनि धन्यवाद परमेश्वरलाई, महिमा भएको सधैँभरि। अनि उहाँले मेरो जीवनलाई यस्तो प्रकारले चाहिँ उहाँले मेरो लाइफमा उद्धार गर्नुभयो। अनि म एकदमै खुसी छु। अनि प्रभुलाई धेरै धन्यवाद। अनि यो मेरो छोटो गवाईलाई तपाईँ अगाडि लिएको। अनि आशा गर्छु तपाईहरूले सम्पूर्णले
परमेश्वरलाई प्रेम गर्नुहोस्, परमेश्वरलाई विश्वास गर्नुहोस्। आज मलाई विश्वास गर्नु इम्पोर्टेन्ट छैन। यो भाइले यस्तो भन्यो, यो भाइ चाहिँ साँच्चीको राम्रो भएछ भने मलाई विश्वास गर्नुपर्छ भन्ने जरुरी छैन। तर मलाई विश्वास गराउने परमेश्वरलाई चाहिँ विश्वास गर्नु एकदमै जरुरी छ। म बार बार भन्छु, अघि नि तपाईहरुलाई मैले भनेको छु, किनकि म चाहिँ यस्तो घिनलाग्दो मान्छे थिएँ क्या। मैले खानेकुरा नि खाएको छु जस्तैसम्म, तर जब मैले परमेश्वरलाई पाएँ नि मेरो जीवनै चेन्ज भयो। अनि म फेरि पनि भन्दैछु तपाईहरुलाई, मेरो यो भिडियो हेरेर, मेरो यो गवाईलाई हेरेर तपाईहरुले मन पराउनु पर्छ भन्ने नि म भन्दिनँ। कतिले मन पराउनु हुन्छ होला, कतिले नमन पराउनु हुन्छ होला, कतिले के भन्नुहुन्छ होला, तर जुन परमेश्वरले हामीलाई नि नयाँ जीवन दिनुहुन्छ, जुन परमेश्वरले हामीलाई यति औधी प्रेम गर्नुहुन्छ, म परमेश्वरलाई चाहिँ हामीले सधैँ माथि राख्नुपर्छ, उहाँको प्रशंसा गर्नुपर्छ। किन? प्रभु चाहिँ हाम्रो लागि आउनु भएको संसारमा। आज कोहीले नगर्न सक्ने कुरा चाहिँ परमेश्वरले गर्नुभयो। हाम्रो हरेक पापलाई लिई उहाँ मर्नुभयो हाम्रो निम्ति। यति बेसी उहाँले यति बेसी कष्टहरू झेल्नु भयो, यति साह्रो उहाँले दुःखहरू, तर कहिले पनि उहाँले हाम्रो निम्ति, हाम्रो पापको निम्ति उहाँले आफै स्वयं मर्नुभयो। अनि यति प्रेम गर्ने हाम्रो परमेश्वरलाई चाहिँ हामी कसरी बिर्सिनु? अनि म सम्पूर्णलाई भन्ने गर्छु, आज मलाई हेरेर यो भाइ सुध्रेछ, यो भाइ यति राम्रो भन्ने भएछ भने मलाई राम्रो भन्नु जरुरी छैन। तर मलाई सुधार्ने, मेरो जीवनलाई सुधार्ने परमेश्वरलाई चाहिँ तपाईहरुले धन्यवाद अनि विश्वास गर्नुपर्छ। यस्तो भन्ने धेरै छन् नि, तर म साँचो गवाई भन्छु, परमेश्वरलाई एकपल्ट विश्वास गर्नुहोस्। तपाईको हरेक जीवनमा नसोचेको कुराहरू हुन्छ, नसोचेको ढोकाहरू खोलिनेछन्। आज म हाँस्छु पनि, म रुन्छु पनि, किनकि यति साह्रो खुसी छ क्या। खुसीको आँसुहरू आउँछ परमेश्वरको लागि। मान्छेले भन्छ नि, यसले यस्तो नाटक बनाएको, भाइरल हुनुको लागि नाटक गरेको, तर होइन। यो चिज चाहिँ साँच्चीको गवाई हो। हिजोसम्मको, आजभन्दा 15 दिन अगाडिको कुरा। जब मैले प्रभुमा विश्वास गरेँ नि मेरो लाइफ चेन्ज भयो। अनि तपाईहरु विश्वास गर्नुहोस् परमेश्वरलाई। र मेरो छोटो गवाईलाई यहाँ राख्दै फेरि पनि तपाईहरु सम्पूर्णलाई जय मसीह हुन्छ। थ्यांक यू।